Hello everyone, welcome to our channel. Apple ले हालैमा लन्च गरेको iPhone 16 आइसकेको छ। This is iPhone 16. Apple ले लन्च गरेको यो तपाईको 16e चाहिँ पहिलादेखि लन्च गर्दै आएको iPhone ले SE सिरिज त्यसमा तपाईको iPhone ले चाहिँ तपाईको सस्तोमा iPhone को सबै फिचरहरु ट्याग गरेर दिने कोसिस गर्थे हैन। अनि त्यसकै यो तपाईको एउटा इन्हान्स र अपग्रेडेड भर्जन छ यो 16e चाहिँ। यो 16 त iPhone 16 त छैन तर 16 भन्दा अलि कम तर तपाईको तडा ल्याउनु पर्छ र यसमा तपाईको एउटा इम्पोर्टेन्ट फिचर चाहिँ तपाईको एप्पल इन्टेलिजेन्स को साथमा आइराछ यो चाहिँ फोन जुन चाहिँ 16 मा पनि छैन। एप्पल ले लन्च गरेको यो 16e चाहिँ तपाईको मेन फिचर भनेको यसमा A18 बायोनिक चिप छ जुन चाहिँ एप्पल फ्ल्यागशिप सिरिजमा दिने यसको चिप हैन प्रोसेसर हो। जसले तर यो पुरै फ्ल्यागशिप सिरिजकै प्रोसेसर म्याचिङ छैन। यसमा तपाईको 1 GPU कम छ हैन। जसले परफर्मेन्स तपाईले दिने स्पिडमा अलिकति तपाई कम हेर्न सक्नुहुन्छ iPhone 16 कम्पेरिजन। र तपाईको यो iPhone 16e चाहिँ हेर्दाखेरि फिलमा तपाईको एकदम iPhone 14 जस्तो फिल दिन्छ हैन। यसमा सिंगल क्यामेरा सेटअप छ, त्यसपछि तपाईको यसमा एक्सन बटन छ जसले तपाईको क्यामेरा कन्ट्रोल गर्न सक्नुहुन्छ हैन। अनि त्यसपछि छ पछाडी चाहिँ छ तपाईको सिंगल क्यामेरा सेटअप छ। अनि अगाडि हेर्नु छ भने तपाईको नच छ जुन चाहिँ iPhone 14 जस्तै थियो। अब अहिले लेटेस्ट आइफोनहरुमा त डायनामिक आइल्यान्ड आइसकेको छ तर यसमा चाहिँ छैन तपाईको हैन। यसमा चाहिँ त्यही 14 को तपाईको फिल दिन्छ। यो iPhone 16e चाहिँ तपाईको डिजाइन र बिल्ड क्वालिटीमा पनि एकदम इन्हान्स र इम्प्रुभ गरेको छ हैन पुरानो SE सिरिज भन्दा चाहिँ। किनभने पुरानो SE सिरिजमा तपाईको होम बटन आउँथ्यो, यसमा चाहिँ तपाईको नच दिएछ हैन। यसमा चाहिँ तपाईको मजाले फेस आइडीले अन गर्न सक्नुहुन्छ र यो फिल चाहिँ तपाईको आइफोनको लोए जस्तो फिल त हुँदैन हैन तर तपाईको आइफोनको फ्ल्यागशिप लेभलको अलि कम्पेरिजनमा तपाईको यो फोनले फेल दिन्छ हैन। तपाईको अब यसमा तपाईको ब्याट्रीहरु पनि इम्प्रुभ छ। पहिला पुरानो SE को ब्याट्रीहरु पनि राम्रो हुँदैन थियो, अल डे ब्याट्री लाइफ हुँदैन थियो। यसमा चाहिँ ब्याट्री त इम्प्रुभ गर्दैछ अनि डिस्प्ले पनि त्यो भन्दा ठुलो गर्दैछ। 6.1 इन्चको चाहिँ डिस्प्ले हालेको छ जुन चाहिँ तपाईले चलाउने बेला एकदम राम्रो स्मुथ एक्सपिरियन्स आउँछ। iPhone 16e को चाहिँ मेन एट्र्याक्सन चाहिँ तपाईको एप्पल इन्टेलिजेन्स जुन चाहिँ तपाईको iPhone 14, 15 हरुमा पनि छैन हैन तर यसमा चाहिँ छ। त्यही भएर यो तपाईको iPhone 15 र 14 लिनु भन्दा चाहिँ यो एउटा नेक्स्ट डे भइहाल्छ कि हैन यही लिम भनेर। किन एप्पल इन्टेलिजेन्स छ र एप्पल इन्टेलिजेन्सको तपाईले हेर्नु भएको छ कति इन्हान्स फिचर आइसकेको छ सिरीहरुले गर्दाखेरि तपाईको कामहरुलाई एकदम सजिलो र तपाईको एकदम चाँडै सक्नुहुन्छ। यसमा तपाईको 16e मा चाहिँ डिजाइन र बिल्ड क्वालिटीको कुरा गर्नुहुन्छ भने पछाडिबाट चाहिँ एउटा सिंगल क्यामेरा सेटअप छ। जुन मान्छेले पहिला अब तपाईको सिंगल क्यामेरा सेटअपबाट फोनहरु आइफोन युज गर्नु मन थियो त्यसको लागि चाहिँ यो फोन अब बेस्टै हो। लेटेस्ट iOS 18 को सपोर्ट छ जुन चाहिँ तपाईको सबै फिचरहरु र एप्पल इन्टेलिजेन्सको साथमा सिंगल क्यामेरा तपाईको 48 मेगापिक्सलको छ हैन जुन चाहिँ तपाईको फोटो र भिडियोको लागि चाहिँ राम्रो। अर्को चाहिँ तपाईको एक्सन बटन दिएको छ जसले तपाईले क्यामेरा कन्ट्रोल गर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईको अरु जे एक्सन बटनले गर्न सक्नुहुन्थ्यो पुरानोले यसले पनि तपाईको सपोर्ट गर्छ। मोडेल चाहिँ तपाईको टाइप सी छ। यसमा चाहिँ मेन फिचर तपाईको अरुमा तपाईको लाइटनिङ केबल छ तर यसमा चाहिँ टाइप सी दिएको छ टाइप सी अनि टाइप सी 2.2 जसले चाहिँ फास्ट चार्जिङलाई पनि सपोर्ट गर्छ। भनिहाले मैले 6.1 इन्चको सुपर रेटिना डिस्प्ले छ तर 60 हर्ट्जको छ। सिंगल क्यामेरा भएको पनि तपाईको यसमा चाहिँ 4K रेकर्डिङ सपोर्ट गर्छ जसले तपाईको राम्रो फोटो र भिडियो लिन पनि सक्नुहुन्छ। र दुई चारवटा स्याम्पल फोटो चाहिँ म तपाईको यहाँ अट्याच गरिदिन्छ हेर्न सक्नुहुन्छ कस्तो क्वालिटीको फोटो भन्दा पहिला चाहिँ आइफोनले चाहिँ तपाईको अरु इन्टेलको चाहिँ अरुको त्यो नेटवर्किङ चिपहरु युज गर्थ्यो। यो पालि चाहिँ तपाईको लेटेस्ट आफैले बनाएको आफैले डिजाइन गरेको चाहिँ एप्पलले डिजाइन गरेको C1 चिप चाहिँ नेटवर्क लगाइराखेको छ। एप्पलले भनेको छ कि यसले तपाईको ब्याट्री एफिसिएन्ट गर्छ र कम ब्याट्री खान्छ हैन अरुको चिप भन्दा चाहिँ। अब हेरौँ कस्तो छ हैन नयाँ यो पनि फर्स्ट टाइम आइराछ यो C1 चिप चाहिँ जसको नेटवर्किङ र तपाईको नेटवर्क कनेक्सनको बारेमा गर्ने इम्प्रुभ गर्ने कुरा निकाल्यो। यो आइफोन स्टार्टिङ नै तपाईको 8GB देखि छ के। अब अरु पुरानो चाहिँ 4GB र्याम पनि हुन्थ्यो तर यो स्टार्टिङ र्यामै तपाईको 8GB देखि छ। त्यसपछि तपाईको पावरफुल हुने भयो। मैले राम्रो कुरा के हो भने चाहिँ iPhone 16e चाहिँ 128 देखि स्टार्टिङ गरिन्छ। पुरानो चाहिँ तपाईको 64 पनि आउँथ्यो तर स्टोरेजको इस्यु हुन्थ्यो। यसमा तपाईको स्टोरेजको इस्यु हुने कुरै भने किनभने स्टार्टिङै 128 तीनटा भ्यारिएन्टमा आएको तपाईको हैन 128GB छ एउटा 128GB को प्राइस चाहिँ 89,999 हैन। त्यसपछि तपाईको 56GB को प्राइस चाहिँ तपाईको छ 99,999 अनि त्यसपछि लास्टमा 512GB को प्राइस छ 1,09,999। आजको लागि यति नै। ल भेट गरौँ अर्को भिडियोमा। धन्यवाद।